Today I'm in Jumla, which is in Karnali. There's many places to explore in Nepal, and this is one of them. The river flowing behind me is the Tila River, which joins to Karnali River, which is one of the major rivers in Nepal. In my travels here, I learned about many things. नेपाली भाषाको जन्मस्थापन सिन्जै हो। जुम्ला भनेको अहिले स्याउले एकदमै पपुलर भएको अर्गानिक स्याउ, त्यस्तै गरी मार्सी चामल कर्णाली पर्यटन प्रवर्धनको लागि एकदमै राम्रो ठाउँ हो। रारा क्षेत्र, त्यस्तै गरी सेखोक्सुन्डो डोल्पामा पर्ने कर्णाली राजमार्ग जुन पहिला राजाको पालाबाट सुरु भएको, अहिले अलिकति त्यसको रोड चाहिँ पक्की भयो भने चाहिँ कर्णाली क्षेत्रले एकदमै विकास र यो पर्यटनमा एकदमै फड्को मार्छ। तपाईँ कर्णालीमा आइदिनु भयो, खुसी लाग्यो। यो काम चाहिँ 2024 सालमा कृषि विभाग अन्तर्गत आउने गरी स्थापना भएको। त्यसको उद्देश्य के भन्दाखेरि जुम्लामा मात्र नभएर कर्णालीमा स्याउलाई फैलाउने उद्देश्यले काश्मीरबाट अनि हिमाचल प्रदेशबाट स्याउ ल्याएर बगैँचा बनाइयो। अनि त्यसपछि किसानहरूलाई तालिम पनि दियो, बगैँचा कसरी बनाउने भन्ने सिकाउनको लागि त्यो स्थापना भयो। अनि त्यसपछि 26 सालतिर नेपालमा स्याउ भेट्यो र अहिले जति पनि कर्णालीमा स्याउ छ मोर देन 80% चाहिँ यो फार्मकै कन्ट्रिब्युसन अथवा त्यही बेला आएको स्याउहरूको कन्ट्रिब्युसन रहेको छ। स्याउ सँगसँगै अब यो तरकारीको बिउ उत्पादन पनि गर्ने र त्यो बेला स्याउको फोकस थियो। यहाँ आइसकेपछि ओखरहरू पनि थपियो। While I was walking around in the bazaar, I entered this coffee shop, met this very interesting young man who moved from Kathmandu to come work here in Jumla. You take coffee come inside. Milk, A milk. black. कति वर्ष भयो? 8 years. 8 years. Birthday supply को पनि Thank you.